रात्रिकालीन समयसँगै हजुरहरूलाई फेरि पनि स्वागत छ। अब चाहिँ मेरो छोरीको बर्थडे मनाउने कार्यक्रम हुँदैछ यहाँ, हजुरहरू हेर्दै गर्नुहोला। अब सबैजना भेला भइसक्यो, हामी चाहिँ यहाँ हेर्दै जानुहोला। अब सबैजना भेला भइसकेर अब ठुलो मान्यजनहरूबाट टिका ग्रहण गर्दैछन् छोरी। अहिले चाहिँ हामी लगभग 20-30 जनाको सम्म छौँ, यहाँ सँगै मनाइराखेका छौँ। हेर्नु होला, छोरी पर कुनामा बसिरहेको सबैजनाहरू आउनु भएको छ। यहाँ मैले बोलाए जति सबैजनाहरू आउनु भएको छ, साथ दिन आउनु भएको छ, सहयोग गर्न आउनु भएको छ, सँगसँगै रमाइलो पनि गर्दै हुनुहुन्छ। जे होस् रमाइलो भइरहेछ। हेर्नु होला, छोरी चाहिँ यसरी बसिरहेको छ। उता भिडियो कल पनि भइरहेछ, म उता भिडियो कल हेरिरहेको छ। मन्जु दिदीले पनि भिडियो कल हेरिरहेको छ। ऊ छोरी हेर्नु, त्यहाँ दुईवटा त्यो बत्ती बाल्ने समातेर चप्पा समातेर बसिरहनु भएको छ। केक भयो, केक अन्जु दिदीको हो, सरप्राइज हो। अनि उता मामाले टिका लाउँदै हुनुहुन्छ अहिले चाहिँ। ऊ हेर्नु, यता क्रिस्टी छोरी भयो, यता अन्जु दिदी भयो, अनि यता मम्मी हुनुहुन्छ तलको, अनि यता सबैजना हुनुहुन्छ। शिवानी छोरी, माइजू, मिना माइजू, उता हाम्रो सबैजना हुनुहुन्छ। उता ममु, काव्याको ममु, सानो भाइले त्यो टिका लगाइदिनु लाग्नुभयो अरे, माइजू टिका लगाउनु भयो। ल केक चाहिँ उसले चाहिँ चोरेर केक चाट्दै खाँदै गरिरहेको छ सुरुदेखिबाट चाहिँ। उसले चाटिरहेको छ जतिखेर नि रमाइलो भइरहेको छ। जे होस्, त्यो चाहिँ सुरुवाती चरणको छ। हेर्दै जानु, हाम्रो पर यता ग्रेसलिन बेबी र यादव, हाम्रो यादव सरकार चाहिँ कुनामा बसिराख्नु भएको छ। हल्लाभन्दा पर बस्नु भइरह। उता हाम्रो यता हुनुहुन्छ जुना सिस्टर हुनुहुन्छ, ऊ बसिराख्नु भएको छ, हाँसिराख्नु भएको छ। यता रमाइलो भइरहेछ। निक्की बेबी पनि छ उता, भान्जी उता हाम्रो काका हुनुहुन्छ, उता आउनुभयो, उता बाउजू हुनुहुन्छ यतापट्टि साइडमा। सबैजना निक्की बेबीले हेरिराख्नु भएको छ। हाम्रो अध्यक्षज्यू पनि आउनुभयो, हाम्रो अङ्कल अङ्कललाई पनि सम्झाएको थिएँ मैले, अङ्कलले आउनुभएछ, खुसी लाग्यो। सबैजना आउनुभएको छ, सबैजना नमस्कार गर्दै हुनुहुन्छ। ऊ छोरीले पनि नमस्कार फर्काउनु भयो। ल हेर्नुहोस्, सबैजना रमाइलो भइरहेछ। यता शिवानी छोरी फेरि लुकेर बसिरहेको छ। फेरि त्यहाँ फेरि आफ्नो यहाँ छुट्टै पारो छ, चट्ट भिडियो गरेर बसिरहेको छु म चाहिँ। हेर्नुहोस् ल हेर्नु, अब भिनाजुको पालो आयो। भिनाजुले पैसा पनि दिइसक्नुभयो होला। हेर्नु, टिका लगाएर पैसा पनि दिइसक्नुभयो। ऊ मम्मीको काम चाहिँ पैसा मिलाउने। यादव सरकार पनि टिका लगाएर भागिसक्नुभयो। ल हेर्नुहोस्, मम्मीको काम चाहिँ चट्ट पैसा मिलाउने काम छ है मम्मीको चाहिँ।